गुड इभिनिङ एभ्रिवान। पालुङडाँड नगरपालिकाबाट अलिकता भन्ज्याङको माथि, भन्ज्याङभन्दा माथिको यो दृश्य देखाइरहेको छु म हजुरहरूलाई। चारैतिर तुषारो है, बादल चिर्दै चिर्दै हिँड्नुको मजा नै बेग्लै छ। यी चाहिँ मेरो साडु दाईको छोरो, मेरो नै छोरो। आसामदेखिबाट, इन्डियादेखिबाट हामीलाई भेट्न भनेर त्यति टाढाबाट पहाडमा आएका छन्। एकदम असम छ। जिन्दगीका पलहरू दोहोरिँदैनन्, त्यही भएर हरेक पललाई बिस्तारी अलिक ढिलो गरेर यसको अनुभव सँगाल्नु पर्छ जस्तो लाग्छ मलाई। एकदमै मजाको छ। यो डाँडै ढाकेको छ त्यो तुषारहरूले। यता पारी मैले भन्नै परेन, तस्बिर आफै बोल्छ। इट्स रियली असम। ब्याकग्राउन्ड म्युजिक, यो जिन्दगानी, यो जिन्दगानी। मजा है, पसिना आएपछि झन् मजा आउने कि। जस्तो एउटा यादको लागि।